हेलो एन्ड नमस्ते सबैजनालाई फाल्टु प्रेडिक्सनमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। अब इजिबेलका गेमको कुरा चाहिँ गर्नै पर्यो। अब आफ्नै टिम बसी होइन, इजिबेलका हामीले ड्र हालेका छौँ। दुःखदको कुरो त्यही हो। अब प्रिमियर लिगको रेस पनि सकियो, टाइटल रेस। पोइन्ट्सहरू हेरौँ। आर्सेनलको 31 गेममा 70 पोइन्ट, हाम्रो 30 गेममा 61 पोइन्ट। यदि हामीले एक गेम हाम्रो 31 गेम भएर हामीले जित्यौँ त्यो गेम भने नि आर्सेनल 6 पोइन्ट अहेड छ हामीभन्दा। अब यो टाइटल रेस सकियो भन्दै नि भयो। प्रिमियर लिगबाट नि गाह्रो हो जित्न, गाह्रो हो भनेर नै नेक्स्ट टु इम्पोसिबल हो यो आर्सेनलले जित्ने भयो सिजन प्रिमियर लिग। अनि च्याम्पियन लिग अब रेमोन्टाडा हुने त्यस्तै हो। र सबैभन्दा पहिला चाहिँ हामी हिजो गेमको स्ट्याट्सहरूमा जाऊँ। वेस्ट हामको हेर न केटा हो, 1 शट अन टार्गेट 1 गोल अनि 1 कर्नरबाट हेडिङ छिराहा। 1 शट अन टार्गेट 1 कर्नर गोल 1 गोल। के हो पोजिसन हेरौँ ल। 71% पोजिसन छ सिटीको, 21 शट छ, 6 शट अन टार्गेट छ। हेर्दै जाऊँ न अहिले कस्तो कस्तो हाने त्यो नि देखाउँछु म। अफसाइड 2 र 3 छ, कर्नर 15 पाहा। अझ हाल्यान्ड कहाँ गयो भनेको क्या हाम्रो 6 फुटे हाल्यान्ड कहाँ गयो भनेको। ल हामी पग्यो उच छामै त। यो बर्नाडोको गोल बवाल हानेको, बवाल हो। बर्नाडो सिल्भाले बवाल गोल हानेको यो म मान्छु। अनि यो कर्नरबाट हेडिङ छिराहा। 1 कर्नर 1 शट अन टार्गेट गोल। ए हामीलाई खेल्न सिकाइदिए आउनु पऱ्यो नि त, हाम्रो टिमका लागि खेल्न सिकाइदिए आऊ त त्यो राम्रो हुन्थ्यो होला। यो सेमिनियो बोनमथा राम्रो खेल्थ्यो। आउने बित्तिकै हाम्रो त एउटा सानो टिम परेको थियो 8 आई थिङ्क 8-0 8-2 त्यस्तै कति हुँदा 8 हो कि 8 कति हुँदाखेरि हानेको थियो डेब्युमा, डार्बीमै गोल हानेको। अनि हान्न त हान्न राम्रै ल्यायो। कहाँ हानेको यो यसलाई पोस्ट चिन्दैन, यसले पोस्ट चिन्दैन। अरे पोस्टै लान्छ। हिजो यो किपर छ नि वेस्ट हामको राम्रो पर्फर्मेन्स आएको। यो तिजानी राइन्डर्सको यो फ्री किक 15 नम्बर प्लेयरले हेडिङ हानेर अनि छिर्थ्यो अलिकतिले। गेम राम्रो भएको थियो। अनि अझै छ टपिकहरू धेरै नै छ। यो गुही पठाइदिए हो, बल पठाइदिए उहाँ वेस्ट हामको फ्यानहरूलाई बल चाहिएको थियो अरे, त्यही भएर पठाइदिइरहेको हाम्रो गुहीले होइन। अनि हिजोको हाम्रो पेप दाई कहाँ बिर्सिनु भयो। पेप दाईलाई गरेर मात्रै बस्न जान्नुहुन्छ जहिले यही हो। पेप दाई अब यस्तो हो कि केटा सुन न, पेप दाईको यस्तो होला कि कुरो चाहिँ भित्रभित्र फोइनर जितिहालियो प्रिमियर लिग, ट्रेबल नि जितियो त्यतिखेरै। अब के चाहियो त नि हामीलाई भनेर यसो 1-2 सिजन अरूहरूलाई नि जित्न दिउँ भन्ने कुरो हो हाम्रो। पेप दाईको कुरो त्यही हो। अब चाहिँ टाइटल गयो। अनि सबैभन्दा मेन कुरो हाम्रो पेप दाईलाई चाहिँ चर्कीसँग अलिकति रिलेसनसिप नराम्रो भएको कि हो भन्न खोजेको, कि सेकेन्ड लेगको लागि उता राखेको कि चर्की वान अफ द बेस्ट प्लेयर इन द वर्ल्ड राइट नाउ, जुन टिमले नि खोज्छ त्यसलाई, त्यस्तो प्लेयरलाई बेन्चमा राख्यो अनि पछि बोलाएर हुन्छ।
अहिले कस्तो चलिरहेको हाम्रो सिचुएसन त्यो नि हेर्नु पर्यो नि। अब प्रिमियर लिगको टाइटल रेस नि सकियो। अब चाहिँ बाँकी भएको भनेको हामी एफए कप, लिग कप ती दुइटा नै फिक्स छैन। लिग कपमा आर्सेनल फाइनलमा छौँ हामी, आर्सेनल र हामी। अबको 5-7 अब रियलसँग गेम छ, त्यसपछि आर्सेनल कि लिभरपुलसँग गेम। अब त हाम्रो त यो हिजोको मेरो सर्च हेर्नुभयो भने चाहिँ होइन, त्यहाँ हेर्नु न कतिवटा धेरै गेम छ हामीलाई। टाउकोमा भार हालेछन्। अब पेप दाइले चाहिँ सब सिटी फ्यानले अब टाउको समात्ने हामी। त्यही हो, बाई बाई।